के पित्तथैलीको ढुङ्गा लेमन जुस अथवा एप्पल जुस अथवा कुनै आयुर्वेदिक औषधि खाएर जान सक्छ? धेरैलाई लाग्न सक्छ कि लेमन जुस अथवा कुनै आयुर्वेदिक जुसहरू खाएर पित्तथैलीको ढुङ्गा पनि बगाउन अथवा फुटाउन चाहिँ सकिन्छ। तर यो कुरा चाहिँ पूर्णतः रूपमा भ्रम हो। यसमा कुनै सत्यता तथा वैज्ञानिक कारणहरू चाहिँ छैन। पित्तथैलीको ढुङ्गा चाहिँ कुनै पेय पदार्थ अथवा कुनै जुसले चाहिँ गलाउन चाहिँ सक्दैन। मेडिकल फिल्डमा चाहिँ एउटा औषधि चाहिँ छ अर्सोडिअक्सिकोलिक एसिड भन्ने, जसले पित्तथैलीको ढुङ्गालाई केही मात्रामा गलाउन सक्छ भनेर भनेको छ। तर यो पनि पूर्ण रूपमा चाहिँ पित्तथैलीको स्टोनलाई चाहिँ गलाउन चाहिँ सक्दैन। तसर्थ अहिलेसम्म पित्तथैली को ढुङ्गा गलाउने कुनै आयुर्वेदिक औषधि अथवा जुसहरू अथवा कुनै पेय पदार्थहरू चाहिँ छैन र त्यसमा खर्च गर्नु भनेको यो पेय पदार्थहरूमा हुने पानीको मात्राले शरीरलाई के लाभ त गर्ला, तर पित्तथैली गलाउने काम चाहिँ गर्दैन।